यो एनएबी रिजल्ट एन्ड न्युज भन्ने पेजले के समाचार हालेछ यता बालेनले नमस्कार गरेको फोटो छ उता किसान औरेले उखु छोपेको फोटो छ यसो पढाउ है के लेखा रहेछ खासै पढ्न त जान्दैन त्यही पनि बुझ्ने कोसिस गर्नु ल 25 वर्षदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएसँगै मध्य प्रदेशका उखु किसानमा उत्साह बढेको छ भनेपछि 25 वर्षदेखि बन्द रहेको चिनी कारखाना फेरि सञ्चालनको लागि बालेन सरकारले प्रोसेस सुरु गरेछ कति राम्रो समाचार है ए झोले तेरो लागि यो समाचार होइन कि राम्रो देश विकास भएको यताउता यिनी समाचार त हाम्रो लागि हो तेरो लागि होइन त उता जात यिनी हामी भन्ने हामीले सुन्ने हाम्रो मन शान्ति हुन्छ तैँले भने त विरोध गर्ने हो जतिखेर राम्रो काम गरे पनि भन् बालेन राजीनामा दे बालेन सरकार राजीनामा दे राम्रो काम गरेको थियो देख्नै हुन्न लुटेर खाना पल्केकाहरू कहाँ होस् त भनेको कि त्योको लागि त्यो समाचार होइन यो न्युज हेर्दै नहेर अरू गल्ती कहाँ गरेछ ती खोज्दै गर झोले